हेलो फ्रेन्ड्स, अहिले चाहिँ हामी यहाँ नेचर नेस्टमा आएको छौँ है। यो चाहिँ रङ्गिलीदेखि अलिकति माथि रङ्गिलीकै छेउमा रहेछ। एकदमै यो दामी छ अरे भनेर सुनेर हामी फर्स्ट टाइम आएको हेर्नु। भाइ हेलो गर्नुहोस् बहिनी बबिता। अब तपाईँलाई म देखाउँछु है। एकदम दामी छ भनेर हामी सुनेको थियौँ र अहिले चाहिँ हामी यसो बेलुका चाहिँ अब रिफ्रेसमेन्टको लागि आएको थियौँ है। यहाँ हेर्नुहोस् एकदम गेटहरू पनि क्या मजाको है। फ्लावरहरू यति साह्रो दामी रहेछ फुलहरू। हुन चाहिँ म चाहिँ फर्स्ट टाइम आएको यहाँ, तर पनि एकदमै राम्रो रहेछ है। यहाँ चाहिँ अब एन्ट्रेन्समै तपाईँले देख्न सक्नुहुन्छ स्ट्याच्यु बुद्ध भगवानको है। यो देख्नुहुन्छ तपाईँले। यहाँ हेर्नुहोस् फुलहरू यति मजाले रोपेको, यति मजाले अब के मेन्टेनेन्स गरेर राखेको छ, यति दामी फ्लावर्सहरू। यहाँ हेर्नुहोस् तपाईँले है। तपाईँलाई म देखाउँछु है। अब यहाँ पार्कको छ मजाको है। अब यसो बस्नु ओर्नु गरममा यति दामी। यो चाहिँ अब के हो मलाई पनि थाहा भएन हो। अब यस्तो मलाई पनि के हो एक्चुअल भनेर मलाई पनि थाहा भएन। पानी निकाल्छ झन् चाहिँ, तर अब होचो छ गहिरो छैन है। यता चाहिँ अब यो बिल्डिङ भइहाल्यो, होटल हो है। होटलकै अब यहाँ पार्कहरू छ है। अब नेचर नेस्ट यहाँ तपाईँले देख्न सक्नुहुन्छ कति मजाले बनाइदिएको छ। यो चाहिँ तपाईँ टाढा छैन है, रङ्गिलीकै अलिकति माथि जस्ट हिँडेर पनि आइपुगिहाल्ने खालको नजिक रहेछ। र यहाँ माछा ट्याङ्कीहरू पनि रहेछ, माछा मजाको माछाहरू। र तपाईँले यहाँ देख्न सक्नुहुन्छ यहाँ स्विमिङहरू पनि छ। तपाईँले म स्विमिङहरूको म छेउमै गएर एकदम तपाईँलाई म क्लियरली देखाउँछु है। यहाँ स्विमिङ गर्नु कतिजना स्विमिङहरू पनि गर्नुहुँदो रहेछ है। र यहाँ तपाईँ देख्न सक्नुहुन्छ मजाको भ्यूहरू दामी। साथमा यहाँ मुनि खोला पनि छ है, जस्ट छेउमै खोला। यो परको देख्दिएको जो ड्याम हो। यहाँ हेर्नुहोस् अब यहाँ बसेर यसो अब चियाहरू खाने हो भने मजाले बस्छ नि, एकदम दामी बनाइदिएको रहेछ है। त्यति मात्रै नभएर यहाँ नानीहरूको लागि खेल्ने पार्किङहरू बनाइदिएको छ, पार्कहरू बनाइदिएको रहेछ है। तपाईँलाई म देखाउँछु। यहाँ हेर्नुहोस् है, नानीहरूले खेल्ने पार्कहरू छ मजाको। यहाँ नानीहरूलाई एकदम टाइम पास मजा आउने रहेछ, मजाको ठाउँ रहेछ। र अहिले हामी यहाँ पार्कमा आएको छौँ, नानीहरू खेल्ने पार्कमा। सधैँ तपाईँ यता देख्नुहुँदैछ है। र यहाँ पनि एकदम मजाले बस्ने ओर्ने मजाले बनाइदिएको रहेछ। र यसकै छेउको चाहिँ यो खोलाको छेउमा चाहिँ ड्याम हो। यो चाहिँ कुन ड्याम भन्नुहुन्छ भने चाहिँ रङ्गिली ड्यामकै छेउको नेचर नेस्टको होटलमा छौँ। र यो चाहिँ ड्याम हो म तपाईँलाई अघि भनिहालेँ है। यो चाहिँ रङ्गिली ड्याम हो। यहाँ देख्नुहुन्छ तपाईँहरूले है। यहाँ मुनि चाहिँ दुईवटाबाट पानी कम्ती निस्किँदो रहेछ। ड्यामले बन्द गरेको होला पानी, त्यही भएर कम्ती छोडेको रहेछ। यो ड्यामकै छेउमा, यो रङ्गिली ड्यामकै छेउमा छ होटल। र तपाईँले यहाँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ फोक्सी पनि मजाले फलेको रहेछ नि त, यति मजाले लटरम्मै फलेको रहेछ है। तपाईँलाई म उँधोको भ्यू देखाउँछु। हामी चाहिँ तल जाँदैछौँ, खोलाको छेउमा जाँदैछौँ। यहाँ मजाले बनाइदिएको रहेछ जाने बाटोहरू है। यति मजाको नि अब टक्क अब एकान्त खालको है, केही छैन त्यस्तो। अब एकदम फ्रेस मौसम, पहाडी एकदमै अब पहाडी जङ्गल जस्तो खालको छ है। एकदम फ्रेस हावा, फ्रेस मौसम, ज्याङ जुङ हाई हल्ला छैन, एकदम शान्ति पिस है रहेछ। तपाईँलाई म देखाउँछु है। यहाँ हेर्नुहोस् है। अब यहाँ चाहिँ गेट रहेछ है। अब तल जाँदाखेरि चाहिँ गेट बनाइदिएको छ। ल हामी तपाईँलाई गेटभित्र गएर देखाउनेछौँ भित्र। यहाँ तपाईँले यस्तो उधम सिँढी बनाइदिएको छ, तर उता चाहिँ फेन्सिङ छ, एउटा बोर्डर भएर चाहिँ फेन्सिङ छ। यो खोला भइहाल्यो है। खोलाको छेउमा ढुङ्गा हेर्नुहोस् के मजाको, यो पानीको फोर्सले बनिएको ढुङ्गा छ, ड्यामले फोर्सले गर्दा। र एकजना अङ्कल चाहिँ फिसिङ पनि गर्दो रहेछ खोलामा। खोला चाहिँ सुकेको रहेछ। र यो पारी देख्दै गर्नुभएको चाहिँ टनलै। र तपाईँले यहाँ देखिहाल्नुभयो है, पार्किङहरू सबै यहाँ देखिहाल्नुभयो। एकदम तपाईँले देखिहाल्नु कति मजाले बनाइदिएको रहेछ है। पार्कहरू यति मजाले बनाइदिएको रहेछ, बस्नु ओर्नु यहाँ है, घुम्नु। र अब तपाईँलाई म यता माछा देखाउने छु है। माछा कति मजाको माछा रहेछ कि सानो पोन्डमा। यहाँ हेर्नुहोस् ल। यहाँ हेर्नुहोस् अब गोल्डन फिसहरू यति मजाको नि, यति बेसी रहेछ कि सानो पोन्डमा चाहिँ।
कति बेसी कि यहाँ देख्न सक्नुहुन्छ तपाईँले है कति बेसी माछाहरू छ। यहाँ ढुङ्गाले लुकिहाल्छ माछा गएर कि एकदम बेसी मजा गर्छ माछाहरू पनि। र यता चाहिँ रेस्टुरेन्ट पनि रहेछ है। यहाँ रेस्टुरेन्टमा 10% डिस्काउन्ट लागेको रहेछ। यहाँ तपाईँले देख्न सक्नुहुन्छ माथि टपहरू पनि छ। यहाँ मुनि भइहाल्यो र हामी चाहिँ अहिले त यता स्विमिङपट्टि जाँदैछौँ। रेस्टुरेन्ट यहाँ र माथि तल 2 तला छ। अब हामी स्विमिङ तपाईँलाई देखाउँदैछौँ। तपाईँले यहाँ भ्यूहरू पनि देख्न सक्नुहुन्छ कति मजाको भ्यूहरू छ है। फुलहरू एकदमै मजाको, भ्यू एकदमै मजाको। यहाँ तपाईँले स्विमिङ देख्न सक्नुहुँदैछ है। तर हामी चाहिँ अलिकति अब लेट आयौँ, बेलुका टाइम भएको थियो, त्यही भएर यहाँ पानी पर्न थालिहाल्यो। त्यही भएर हामी चाहिँ अब स्विमिङ गर्न सकेनौँ। हामी स्विमिङ गर्ने भनेर सोचेर आएको थियो, तर अब अलि पानी पर्न थालेर हामी स्विमिङ गरेनौँ। र अब हामी चाहिँ यहाँ खाजासाजा खाएर चियासिया खाएर हामी फर्किन आँटेको। यहाँ डल्फिन कत्तो फलेको रहेछ है। पुरा पानी पर्दैछ, त्यही भएर हामी चाहिँ फर्किन आँटेको। तपाईँलाई भिडियो राम्रो लाग्यो भने लाइक, सेयर र कमेन्ट गरिदिनु होला। थ्याङ्क यू, बाई।